1 2 3 गो ह्यापी दशैं सुरु है मगर रिच भएछ मेरो ब्याङ्क लिइरहेको छ पिकी ब्याङ्क वल्ली हाम्रो पनि यहाँ टिकाको लागि रेडी ढाको टोपी लाएर हाई रियाना बैड मम्मी रेडी हुँदै सही बाबा टोपी लाने रिया साला चाहिँ हुन्छ होला त्यो ठ्याक्कै मलाई त यत्रो भयो रिया टोपी लाने बेबी त्यो आइपी राख्नु थियो यस यहाँ आइपी राख्नु थियो लाइदिएको उता नानालाई एकछिन उता राख्नु दिवाले मैले दिएन त लाले ल यहाँ राख्नु हे च्यान यहाँ राख्नु छर्किन त फुकोले छर्केको आउने नि त्यो के हुन्छ फोटो लागोस् न लन्ड्रीमा लगाएर ब एकछिन भिडियो वाच भ फोटो हैन हो माइला अशोकदेखि लाउनु पहिला अशोक पिकी ब्याङ्क देखाइदो त बेबी यता उसले चाहिँ उसको मनी राख्नुको लागि पुरा पिकी ब्याङ्क लिइरहेको छ पिकी ब्याङ्क वल्ली आशीर्वाद पनि देऊ है छिट्टै बुहारी ल्याओस् भनेर अशोकलाई रिदानलाई के भन्नु रिदानलाई आशीर्वाद दिनु रियानाले उसको मनी देखाउने अरे मनी मगर रिच भएछ मेरो कान्छीको पालो नस्तेसो गर्नु हुँदैन माउथमा हाल्देऊ न सके के हुँदैन अब रियासाको टन हेलो साथी हो यो चाहिँ भयो राँगाको मासुको सुकुटी यो चाहिँ घरमै बनाएको हामीले आगोमा यो सुकुटी अघि चाहिँ तिते बनाइसके अब यो चाहिँ सुकुटी अब 3 ताल पानी लाएर भुटिसके हामीले चाहिँ कमालो खानु खोज्छ त्यही भएर 3 ताल पानी सुकाउँदै भुटिसके अनि यहाँनिर देख्न सक्नुहुन्छ आफ्नै बारीको लामो खोर्सानी यो पनि प्याज आफ्नै बारीको हो अदुवा लाउनुको लागि रेडी भइरहेको छु म अब चाहिँ सुकुटी पनि मजाले भुट्यो त्यही भएर मैले खोर्सानी प्याज अदुवा लाएर एकछिन भुट्न लागेको हेर्नु होला हाम्रो दसैँको सुकुटी बिफ होइन बफको सुकुटी मैले चाहिँ यहाँनिर प्याज खोर्सानी अनि अदुवा लाएर पनि मलिदिइसकेँ अब अलमोस्ट रेडी हुन लाग्यो हाम्रो सुकुटी चाहिँ मेरो सुकुटी पनि रेडी भयो हामी चाहिँ खोर्सानी लगाउँ धेरै जस्तो चाहिँ खोर्सानी नै हुन्छ looks so yummy घरमा टिका लगाइसकेर अब माइततिर लाग्यो ह्यापी दशैं भन्नु सबैजनालाई भन्नु मेरो नाम रियाना हो त्यसो थाहा छैन भने रियाना हो अब या मम्मी माइत टिका लाउनु पनि आइपुग्यो अघि उतादेखि छिरेछ कस्तो दामी छ फुलबारी मेरो माइत घरको फुलबारी दैलो खोला खोला हिरान ओपन डोर
ससुरालीमा टिका लाउन आएको कस्तो भइरहेछ दाँत देखाउनु थाल्यो त सेतो सेतो दाँत आज डरम आज चाहिँ क्या हो जय ससुराली टिका लाउन आएको सासु यहाँ पल्टो दिए खैनी निकाल्नु थालेछ खोइ मेरो भदैनी कहाँ छ हौ ए मेरो भदैनी हाई मेरो भदैनीको लिपस्टिक हेरिदिनु त यहाँ लिपस्टिक जमारा रातो मासु रे मासु लबर ल यसले सानो भन्यो उसको पावामा त भित्र थियो रियानाले के खाइदिएको भन्दै गयो वाउ मेरो बाउ त आज ह्यान्डसम भएको रह त नि दसैँमा यता फर्किनु नि हौ यहाँ हेलो भनिदिनु नि यहाँ ओ माई गॉड ह्यान्डसम देखिरहेछ राई काइला अरे राई माइला देखिरहेछ मन माने चाहिँ अझै ल्याएको भए हुन्थ्यो भइरहेको होला मन माने कालेसँग बाध्दै लड्दै जुझ्दै अनि त्यहाँदेखि नेपालमा घर बनाउनु दादाकै छेउमा मेरो छोरीले पनि ज्याकपट पर्नु गर्नु दुःख दिन नदिनु दुःख नपाउनु सुके सिरिन्त दशरथे शत्रु छाङ्र गरी आइ सुरज लबुके गतेस्त पाउन मनन्छ What are you doing? मजाले फक्रेछ त अनि यहाँ त हाम्रो त हेलो 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 दशरथे शत्रु छाङ्र गरे सूर्य लबुके गतेस्त पाउन मनन्छ कति छ यहाँ मस्किनु न देखिरहेछ ए छैन दुखुन्नी त मसँग फोटो खिचेर पौलाए क्या मम्मीले भरे पकाइ खान लागि यस 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 भिदुरे Over here is Binita Malamaiju. खै अब चारजना फेरि Our photographer यहाँ रेकर्ड गरेर राख्यो रिया भाइले लाइदिएको खै ए नानाले चाहिँ राख्यो हैन म मात्रै ले भक्कै गरे त बेसी भयो कि क्या ए सेतोमा माथि रातो खाइ ए माथि राखेको नि अलि त रातो अब चाहिँ रातो झरे जान्छ सेतो के गर्छ यो आँखा अलिक सानो लाग्यो उ भन्दा अबको मलाई खिचिराको फोटो के चिज यो के खुट्टा जमा किस वाह वाह दुईटा त लाउनु हुँदैन भन्दा एउटै हुन्छ
आमुनि त पनि कक्कको परे जस्तो भन्छ र ल 3 2 चस्मा टिका लाउनु नि छिटो सकिँदा हाम्रो यस्तो मन लाउँछ यस्तो हैन रातो त यस्तो एकपटि हैन होटलले वारहरूले हैन हामीले त बिचमा लगाइदिन्छ प्रधान सोल्टीहरुले लिङ लगाउनु भएछ मलाई उयो पठाइरहनु भएको थियो ह्याप्पी दशैं भन्दै पठाइरहनु भएको थियो दिमाग चाहिँ साह्रो हिरो नि देखे हेर्नु न गाला रातो रातो हुँदैछ है यता हेर्नु त यता बोलाएर त छिटो लु त रियासालाई लिएर बोलाएर खोइ मेरो टर्न आउँदैन यस्तो गरेर आफ्नो भयो मेरो टर्न आउँदैन देखाउनु नि अगाडि मेरो टर्न नानीहरुमा पर्छ नि त अहिलेसम्म हजुर अझै ठुलोमा पर्दैन क्या अलिक सानो वाउ सबैजना लु नानीहरू ओके अल डन बाइ बाइ तिम्रो त्यो एभ्रीबडी ह्याप्पी दशैं हात थाप्नु दिदी उठ्नु निदाउँछ है लाउँदा लाउँदै रियास स्लिप गर्छ भनेर मेटी तानेको देम साह्रो होइन अघि ढोक्नु पर्ने मैले पनि पहिला ढोक्नु पर्नु अब सुरु गरेँ त म जेठी नातिनीको देखि सुरु है आइन्द्रो नसुते सिरिन्त दशरथे सचो छैङ्र गवे तन्किन्छ पो अब निगुवानी बिदुरे भवतम भगन कीर्ति नारायण फेरास्त जानिने दिवस आमा बाबु सँगमा बाँच्नु झगडा नगर्नु आमा बाबुले भन्नु धेरै पैसा कमाएर धेरै पढ्नु डक्टर हुनु अनि कोपाका बिमारी भएर आन्द्राभुँडी चिर्नु अब जेठा नातिको टर्न है जेठा दाउरा सुरुवाल खोइ आएको बुबु घोप्डा हेऱ्यो नि फुट्ला जस्तो भइरहेको अब रियानाको टर्न त्यहाँ रियानाको टर्न बस्नु नि ती लु छिटो लु दुईटा हात थाप्नु हुन्छ लगाइदिनु नि यता हुन्छ त्यही अर्कोपट्टि लगाइदिनु टिक्का लाउनु पनि मान्दैन टिक्काको नानीहरू के हो यस्तो त्यो अर्कै हो फेरि अर्को न्यू प्रोसेस छ हामीलाई त थिएन त यस्तो नोट त अनि यस्तो नोट त थिएन त हामीलाई त हामीलाई त पुरा रातो दिइरहेको थियो त न यता त यस्तो नोट छ त डेढ साह्रो अरे कहना क्या चाहते हो पास लिँदै गयो बोजूले सब नातिहरू नाता नातिलाई चाहिँ अर्कै हरियो नोट हामीलाई चाहिँ रातो नोट डेम साह्रो एरियाना मेरो भाइ निरायले म टिका लगाइदिन्छु बिमाको तन्सिदियो माइजूको टर्न बिसिका टर्न आउँदैछ है फेरि घाँस धन्यवाद माइजू भन
बिसिका खोइ बिसिकालाई त छैन त अनि मम्मीले खोइ मेरो खोइ आएन भन न मेरो टर्न आएन है भन न बिसिका के पर्दैन अरे खोइ भन न सिधै के पर्दैन मनी मात्रै पर्छ घाँस पर्दैन म चाहिँ घाँसै दिनु पर्यो त्यसो भने आज है घाँस हेपी दसैँ घाँस दसैँको भोज कस्तो हुँदैछ ससुरालीमा सकेपछि बुद्धि आउँछ मत्तलीको बुद्धि 12 बजी राति बियर खाएकै छुइनँ खानु चाहिँ बाँकी छ भाइ मामा घरमा भोज कस्तो छ भोज मिठो छ के हो भोज भनेको यार कत्रो टोकेको हौ ओके लुचेस हेपी दसैँ खाइहाल्नु नि अनि भाउजू पनि अब हामी चाहिँ टिका लगाइसकेर भने लाग्यौँ घरतिर हेलो हेलो एभ्रिवान बिसिका हेपी आर यु हेपी रुनु हुँदैन ओके रुनु हुने न हेरौ यो भलिन प्याक हुन्छ ती घर जान्छ अच्छा बनायो